किरण गुरुङ यहाँ छ, अरू सबै हेर्नु त यहाँ नपत्याउने मान्छे छन् नि हो। कस्तो है देशमाथि यस्तो बर्बाद गरेको है। नमस्कार सम्पूर्ण देशमा रहनु हुने र विदेशमा रहने हुने सम्पूर्ण मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरूलाई फेरि पनि म तपाईहरुसँग आज यही कोठाबाट मैले कुनै दिन पूर्व प्रधानमन्त्री खड्गप्रसाद ओलीले कम्बोडियामा लगानी गर्नुभयो भनेर भन्दाखेरि मैले जेल जानु परेको थियो। मलाई त्यसको भोलिपल्ट प्रहरीले आएर पक्रेर लिएर गएको थियो। मैले सत्य प्रमाण देखाउँदाखेरि आज म यस्तो एउटा प्रमाण देखाउँदैछु। हामीले यस्तो प्रमाण तयार गरेका छौं। यो प्रमाण देखाउँदाखेरि मैले मर्न पनि पर्ने दिन आउन सक्छ, मलाई मार्न पनि सक्छ। तपाईहरुले बुझ्नु होला। र म राष्ट्र बचाउन, नेपाली नागरिकता बचाउन र धर्म बचाउन, वैदिक सनातन धर्म बचाउन 2028 सालदेखि राजा महेन्द्रको रहस्यमय मृत्यु सँगै नयाँ शिक्षा लागुदेखि 2072 सम्म संविधान घोषणादेखि भदौ 23 र 24 गतेको जुन आन्दोलनमा कसरी पैसा यहाँ फन्डिङ भएको छ त्यो विषयमा मैले प्रमाण यहाँ पेश गर्दैछु। र यो प्रमाण पेश गर्दै गर्दा तपाईहरुले पत्याउनु हुँदैन कस्ता सुकिला मुकिला टाई सुट लगाएका युनिभर्सिटीका भिसी जस्ता देशका नेताहरू, कलाकारहरू, पत्रकारहरू, बुद्धिजीवीहरू, आफूलाई बुद्धिजीवी भन्ने मान्छेहरू, त्यस्ता मान्छेहरू यसमा फन्डेड भएका छन्, डलर खाएका छन् र देशलाई आज युक्रेन बनाउने, बोस्निया बनाउने, हर्जगोभिना बनाउने त्यो स्थितिमा लान सबैजना उद्धत भएर लाग्नु भएको छ, लागिरहेछन् र त्यसको मैले पर्दाफास गर्दैछु। र राष्ट्रियताको कुरो उठाउँदाखेरि राजा महेन्द्रले यहाँ मर्नु पर्यो, राजा वीरेन्द्रले यहाँ मर्नु पर्यो, मदन भण्डारीले यहाँ मर्नु पर्यो, म पनि मर्न तयार छु भनेरै मैले यो प्रमाण आज सार्वजनिक गर्दैछु। तपाईहरु त अहिले गुगल खेलाउन जान्नुहुन्छ, गुगल चलाउन जान्नुहुन्छ र यी प्रमाणहरू सबै गुगलमा राखिदिया छन् र गुगलमै पनि छन्। कसरी लगानी भएको छ भन्ने कुरो म तपाईहरुलाई बुझाउन चाहन्छु। नेपालमा विदेशी लगानी हुन्छ भन्ने विषय हामी नेपालीहरूले बुझ्ने कुरा हो र सुनिरहेकै पनि छौं। युएसएड र एमसीसी का बारेमा हामी सबैले बुझेकै छौं र एमसीसी पास गराउन कुन कुन नेताहरूले कस्तो कस्तो सहयोग गरे भन्ने कुरा पनि हामी सबैलाई राम्रोसँग जानकारी छ। संसारका शक्तिशाली राष्ट्रहरूले देखिने एउटा र भित्री उद्देश्य फरक राखेर संसारका गरिब देशहरूमा लगानी गरिरहेका हुन्छन्। यी संस्थाहरूले केवल विकासमा मात्र होइन, जुन देशका नागरिक हुन् त्यही देशका नागरिकहरूलाई डलर दिएर आफ्ना एजेन्ट बनाउने र आफ्ना एजेन्टहरूलाई पनि विभिन्न कार्यक्रमका नाममा सहयोग गर्ने गरेका छन्। यिनै संस्थाहरूको भिडमा एउटा संस्था हो एनईडी, नेशनल इन्डाओमेन्ट फर डेमोक्रेसी भन्ने संस्था। यो संस्था 91 वटा देशमा क्रियाशील छ। यसले 2024 मा 53.5 मिलियन अमेरिकी डलर संसारभर खर्च गरेको छ। यसको मुख्य उद्देश्य विभिन्न देशमा सत्ता पल्टाउने खेल खेल्ने भनेर आरोपित पनि छ। नेपालमा मात्र 25 करोड नेपाली रुपैयाँ 6 वटा संस्था मार्फत आएको देखिन्छ। यसले सिरियादेखि हाम्रो छिमेकी देश बंगलादेशको सत्ता पल्टाएको उसैको वेबसाइट मार्फत सार्वजनिक गरेको छ। अब यसले 4 वटा संस्थाका माध्यमबाट संसारभर लगानी गर्दछ। ती हुन् सेन्टर फर इन्टरनेशनल इन्टरप्राइजेस, नेशनल डेमोक्रेटिक इन्स्टिच्युट र इन्टरनेशनल रिपब्लिक इन्स्टिच्युट र अर्को सोलिडारिटी सेन्टर। तर यी मध्ये मुख्य गरी 2 वटा संस्था मार्फत नेपालमा लगानी गरिएको उसैको वेबसाइटमा देखिन्छ। यी संस्थाको माध्यमबाट नेपालमा 2024 मा 17.41 लाख डलर यानी कि नेपाली करिब 25 करोड रुपैयाँ लगानी भएको उनीहरुकै वेबसाइटमा देखिन्छ। मुख्य गरी यसमा नेपालमा 2 जना पात्र जोडिएका देखिन्छन्। एक जना निश्चल खरेल र अर्को सुरेश चन्द। सुरुमा निश्चल खरेलले नेपालमा फ्रिडम स्टुडियो नामक संस्था सञ्चालन गरिरहेका छन् भने सुरेश चन्दले एकाउन्टेबिलिटी ल्याब नामक संस्था सञ्चालन गरिरहेका छन्। अमेरिकन संस्था आईआरआई मार्फत विगतमा नेपालमा समता फाउन्डेसन, एन्टेना फाउन्डेसन, दलित अभियान जस्ता संस्थाले नेपालमा पैसा भित्राएको उनीहरुकै आधिकारिक वेबसाइटमा देखिन्छ। अब एनडीआई नामक अमेरिकन संस्थाले नीति संवाद कार्यक्रम एफडब्ल्यूएलडी जस्ता संस्था मार्फत सल्युसन कन्सल्टेन्ट्स प्राइभेट लिमिटेडले चुनावी नतिजाको प्रारम्भिक सर्वेक्षण गरेको देखिन्छ र यसले युएसएड सँग नजिक भएर काम समेत गर्दछ। नेपालमा आईआरआई फ्रिडम स्टुडियो मार्फत सक्रिय छ। अब सोलिडारिटी सेन्टर नामक संस्थाले नेपालका प्रमुख राजनीतिक दलका ट्रेड युनियनका विभिन्न नेता तथा व्यक्तिहरूलाई तालिम दिने र विभिन्न राष्ट्र भ्रमण गराएको देखिन्छ। फ्रिडम स्टुडियोका सञ्चालक निश्चल खरेलले आईजीएफ र फ्रिडम स्टुडियो संस्था मार्फत महिला
अधिकारका नाममा अब आउने चुनावमा महिला जनप्रतिनिधि ल्याउन उनीहरूलाई तालिमहरू सञ्चालन गरिरहेको छ। यसमा मानुषी भट्टराई, सुमना श्रेष्ठ, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, अष्टलक्ष्मी साक्य जस्ता नेताहरू संलग्न भएको देखिन्छ। फ्रिडम स्टुडियोका सञ्चालक निश्चल खरेलले नेपो बेबी ट्रेन्ड किन सफल भयो भनेर भिडियो क्रेडिट लिँदै गरेको देखिन्छ। सो संस्थामा ग्राफिक डिजाइनहरू कार्यरत भएको देख्दा नेपो बेबी अभियान सञ्चालन गर्ने मुख्य पात्र यिनै निश्चल खरेल हुन् भन्दा फरक नपर्ने स्पष्ट हुन्छ। यो त आन्दोलनको सुरुवाती बिन्दु भयो। यो आज एक्कासी उदाएको होइन। आजको यो परिस्थिति निर्माण गर्न पश्चिमाले धेरै वर्ष अगाडिदेखि देशमा पत्याउनै नसक्ने अनुहारहरू, कलाकार, पत्रकार, राजनीतिज्ञ, विद्वान, युनिभर्सिटीका भिसी, सङ्घ संस्थाहरूलाई कसरी प्रयोग गरेको थियो भन्ने बुझ्न अरू केही प्रमाण चाहिँदैन, यसैले पुग्छ। 22 गते आन्दोलनको अघिल्लो दिन नेपालका नाम चलेका पत्रकारहरू माइती घर मण्डलामा सामाजिक सञ्जाल बन्दको विरुद्ध प्ले कार्ड बोकेर उभिए, जसले 23 गतेको आन्दोलनलाई थप शक्ति मिल्यो। त्यहाँ प्ले कार्ड बोकेर उभिने अधिकांश पत्रकार यस अघि नै डलरमा बिकेका भनेर नाम चलेका ठुला पत्रकारहरू हुन्। अब जाउँ 23 गते तर्फ। आन्दोलनको सुरुमै हामी नेपाल नामक संस्थाले पानी र प्राथमिक उपचार गर्ने भन्दै सडकमा आयो। हामी आयोजक होइनौ भन्ने सुदन गुरुङ हाल जीएनजी आन्दोलनको सबैभन्दा ठुलो नेता बनेका छन्। उनको हामी नेपाल भन्ने एनजिओ विदेशी लगानीबाट सामाजिक काम गर्ने भनेर देखिएको संस्था हो, जसले नेपालमा करिब 54 करोड रकम विभिन्न काममा खर्च गरेको उनीहरूकै वेबसाइटमा उल्लेख छ। अब अलि पहिला तर्फ जाउँ। सेप्टेम्बर 4 र 5 मा काठमाडौँमा एकाउन्टेबिलिटी ल्याबले तालिम सञ्चालन गरेको थियो, जसमा हामी नेपाल अभियानका सुदन गुरुङ लगायतका अभियन्ताहरू देखिन्छन्। अर्को अगस्त 24 र 25 तारिकमा स्ट्राटेजिक प्लानिङ वर्कसप नामको तालिम सञ्चालन भएको थियो, जुन समेत शङ्खाको घेराभित्र पर्दछ र हो पनि। त्यो भन्दा अगाडि सोलिडारिटी सेन्टर मार्फत साउथ अफ्रिकामा एउटा GLLI समिट सम्पन्न भएको थियो भने त्यो भन्दा अगाडि मे महिनाको अन्तिममा अमेरिकामा जी फन्ड र कांग्रेसका केही नेताको डल्फिन शो भ्रमण चलेको थियो। यो पनि शङ्कास्पद छ, किनभने NED मार्फत सोलिडारिटी सेन्टरमा 2024 मा मात्र 15 करोड रुपियाँ भित्रिएको देखिन्छ, जुन यही आन्दोलनको योजना भित्री प्रचार प्रसार र अन्तरिम सरकार गठन लगायतमा खर्च भएको स्पष्ट देखिन्छ। अब रोचक पक्ष सुरु हुन्छ। यही NED संस्था मार्फत 2025 मा एसिया रिजनको नेपालसँग सम्बन्धित $2 लाख खर्चिएको देखिन्छ। विभिन्न कलेजमा गएर विद्यार्थीहरूलाई ट्रेनिङ दिने, आन्दोलनको लागि र अन्तरिम सरकार निर्माणका लागि यो रकम खर्चिएको हो। अब यसरी हेर्दा यो NED भन्ने संस्थाबाट आएको पैसा नेपो बेबी टेन्ट चलाउन, आन्दोलनलाई आंशिक रूपमा व्यवस्थापन गर्न, घुसपेट गराउन र भोलिपल्ट 24 गते आक्रोशित जनतालाई उक्साएर सार्वजनिक सम्पत्ति जलाउन प्रेरित गराएकोमा शङ्का गर्ने प्रशस्त आधार देखिन्छन्। त्यसपछि अन्तरिम सरकार गठन सुशीला कार्की प्रधानमन्त्री हुँदै गर्दा त्यसका वरिपरि देखिएको जमात देख्दा हाम्रो शङ्कालाई थप पुष्टि गर्दछ। अर्को रोचक पक्ष सुरु हुन्छ। 2024 मा IRI मार्फत जुरी नेपालमा लगानी आएको जुरी नेपालकै वेबसाइटमा देखिन्छ र त्यो जुरी नेपालमा अधिवक्ता ओम प्रकाश अर्याल जोडिएका छन्, जो हालका गृहमन्त्री पनि हुन् र बालेन शाहका कानुनी सल्लाहकार पनि हुन्। डाक्टर गोविन्द केसीका वकिल पनि हुन्। सुरेश चन्द त्यही एकाउन्टेबिलिटी ल्याबका सञ्चालक हुन्, जो IRI कै फेलो मेम्बर पनि हुन्, जुन IRI कै आधिकारिक वेबसाइटमा देख्न सकिन्छ। अब यो सरकार बन्दै गर्दा MCC MCA सँग जोडिएका पात्र कुलमान घिसिङ, युरोपियन युनियनबाट लगानी गरिएको राष्ट्रिय युवा सांसदको शपथ कार्यक्रमको अघिल्लो वर्षको प्रमुख अतिथि सुशीला कार्की र 2082 को शपथ कार्यक्रममा कुलमान घिसिङ प्रमुख अतिथि हुनु र सन् 2011 देखि USYC बाट सागर ढकाल लगायतका 605 जना विद्यार्थी नेताहरूको तयारी गर्नु, युवा सांसद कार्यक्रमबाट 165 निर्वाचन क्षेत्रको मात्र तयारी गरिनु, प्रदेशको नामसम्म नलिनु के संयोग मात्र हो र?
USYC को कार्यक्रममा मेयर बालेन र कुलमान घिसिङ महत्त्व दिँदै उपस्थित हुनु, USA एम्बेसेडरसँग बारम्बार भेटवार्ता हुनु, मेयर बालेनकै स्ट्याटसको पूर्णताका लागि सिंहदरबार जलाइनु, जेएनजीको कार्यक्रममा हामी जान खोज्दा निषेध गर्नु, महानगर प्रहरीले आन्दोलनमा सहभागीलाई पानी वितरण गर्नु, सिंहदरबार जलाउँदा दमकल नपठाउनु के यो संयोग मात्र हो र? यहाँ प्राप्त प्रमाणका आधारमा मैले तपाईलाई बुझाउन खोजेको हुँ। पढे लेखेका साथीहरूले प्रमाणलाई आफै विश्लेषण समेत गर्नुहोला। प्यारा जेएनजी भाइ बहिनीहरू, हाम्रो उद्देश्य तपाईहरूको आन्दोलनको जस लिन होइन। जसरी हाम्रो 15 गतेको आन्दोलनमा व्यापक दमन गरेर जनता भड्काउन प्रयास गरेका थिए, त्यो हामीले बुझेर सफल हुन दिएनौं। 23 गते पनि यदि हामीलाई आउन दिएको भए सुरक्षा सतर्कता बढ्थ्यो। तपाईहरूका कलिला साथी मर्नुपर्ने थिएन। हामीलाई आउनबाट कसले रोक्यो त्यो सायद तपाईहरूलाई थाहा नै होला। तपाईहरूको रगतमाथि टेकेर बनेको यो सरकार एनईडी र पश्चिमाहरूको सरकार हो। हामीले यहाँ देखाएका प्रमाणहरू तपाईहरूको सजिलोको लागि गुगल ड्राइभ लिंक समेत राखिदिएका छौं। गुगल गरेर अध्ययन गर्नुहोस्। रियल जेएनजीहरू दुर्गा परसाई सही छ कि छैन आफै निर्णय गर्नुहोस्। धन्यवाद। जेएनजीको उद्देश्य अर्कै थियो, तर यो आन्दोलन हाइज्याक भयो र सरकार अर्कै बन्यो। त्यसले गर्दाखेरि सम्पूर्ण जेएनजी भाइहरूलाई म के आह्वान गर्न चाहन्छु भने सम्पूर्ण राष्ट्रवादीहरू राष्ट्रिय जोगाउन अब एक भएर लागौं। तपाईहरू एक भएर लाग्नु भएन भने जेएनजी भाइहरू, अब जेटेक्स भाइहरू सबै तपाईको जन्मिने बच्चादेखि मर्ने अवस्थाका मान्छेसम्म र बरु घाटमा लास भएर पोल्दै गरेका मान्छे पनि अब यो देश जोगाउन, राष्ट्र जोगाउन र धर्म जोगाउन लाग्नुपर्छ। र जेएनजी भाइहरूलाई यो अनुरोध गर्दै म बिदा लिन्छु। नमस्ते।